डे 2 अफ माई ब्लग अर्घादेखि। हिजो चाहिँ यहाँ अर्घामा बसेको थिएँ सागर दाइकोमा, अनि आज डे 2 ल निस्केको छु। आजको प्लान चाहिँ हाम्रो यही सिधै जाने भयो। अर्घाभन्दा अलि अगाडि धारापानी छ। मैले हेरेको चाहिँ म्यापमा हेरेको 10 किलोमिटर छ। हेरौँ कहाँसम्म पुगिन्छ। हल्का मौसम चाहिँ त्यति राम्रो छैन। बिहानै उठेर भ्यू हेर्छु भनेको थिएँ, पुरा बादल लागेको छ। आज र भोलि चाहिँ आज पानी पर्ने सम्भावना हुन्छ। हल्का छिटै पनि गरिरहेको थियो। हेर्छु कहाँ कहाँ पुगिन्छ। अब चाहिँ जर्नी स्टार्ट गर्यो। बज्यो बिहानको ठ्याक्कै बजेको छ 8:21 निस्केको छु। 8:30 भनौँ न। हेर्छु जाउँ। अर्घा चाहिँ हिजो म त्यहाँ गएको थिएँ। अलि यता तलतिर आएर चाहिँ यहाँ सागर दाइकोमा बसेँ। यति नै अब चाहिँ लाग्यो। आज लाग्यो। डबल खिच्नु रहेछ हैन? डबल कस्तो? तपाईको यही क्यामेरा हो कि यसरी यति अलि हाम्रो खिचेको छ। यसरी फर्कायो भने चाहिँ उता खिच्यो कि यसरी आनन्दले फर्काउनु मिल्छ कि। यसमा चाहिँ मोबाइलमा त्यस्तो गाह्रो हुँदैन। चिया खाएर निस्किन त। अब चाहिँ बाटो चाहिँ एकदम अहिलेसम्म त पक्की नै छ। हेरौँ होइन, पक्की छ। अब अर्घाबाट निस्केको 10-15 मिनट भयो। अलिकति चाहिँ म्यान पावर लिएर हिँडेको थिएँ। उहाँ पनि अब त्यति हराउनु भयो। म चाहिँ अब जर्नीतिर लागेँ धारापानीतिर होइन। चिया खाएर निस्केको। अब हेरौँ बाटोमा कतै नास्ता खाने ठाउँ भेट्यो भने चाहिँ केही न केही खाम्ला। हिजो चाहिँ तल खायो नि त परोठा, त्यस्तै परोठा पायो भने दुइटै खाइन्छ। हेल्दी पनि सस्तो पनि। भोक त लागेको छैन, डाइटिङ गर्नुपर्ने। त्यही पनि केही न केही नास्ता खाएर हिँड्यो भने चाहिँ हिँड्न सकिन्छ। जाने सिधै अगाडि हो। कुहिरो लागिरहेको छ। डाँडा 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 गाउँहरू चाहिँ एकदम फ्रेन्डली गाउँ। डे 1 सर्भाइभ गर्यो। डे 2 हेर्दै जाउँ कस्तो हुन्छ। गर्मी भयो अनि हुडी पनि निकाल्दियो यार। बिहान जाडो भयो त हिँड्नु थाल्छ, गर्मी ढुक्कै हो। अब एकैछिनमा पसिना पनि आउनु थाल्ने होला। उकालो आएको छैन रहेछ। उकालो आयो भने पसिना पनि आउँछ। गाडीहरू हिँडिरहेछन्। घाम हल्का लाग्ला जस्तो छ। जस्तो घरहरू बनेको छ कि। एकैछिनको हिँडाएपछि म यहाँ आइपुगेँ। यो ठाउँको नाम रहेछ अर्घा मसुरपाटा। अनि फोटो खिच्ने पनि राम्रो ठाउँ रहेछ। यहाँ लेखेको छ आई लभ अर्घा मसुरपाटा। अनि यता ग्राउन्डहरू पनि छ है, पिकनिक सिकनिक खानको लागि होला। त्यहाँ बस्न पनि मिल्ने, पानीको सुविधा छ। अझ माथि पनि के रहेछ त्यो माथि पनि म जान्छु। पहिला चाहिँ हामी यहाँ आएर के लेखेको छ। म चाहिँ कुनै प्लान नबनाइकन आइरहेको छु। अब देखिन्छ बाटोमा राम्रो देखिन्छ भने बनाइहाल्ने होइन। भिडियो भन्ने चाहिँ मेरो सिस्टम हो। आई लभ अर्घा मसुरपाटा। यता छ सन्धिखर्क नगरपालिका वडा नम्बर 9 मसुरपाटा। ठिक छ। अनि यस्तो छ सिनहरू चाहिँ। यता पनि त्यही लेखेको छ। अनि यताबाट चाहिँ राम्रो भ्यू आउँछ। ढुङ्गा ढुङ्गा छ, मजाले बस्न मिल्छ साँझ पख। यस्तो छ पिकनिक स्पोट जस्तो छ। म जानुपर्ने यता हो। हामी जान्छौँ एकछिनमा। तर यहाँबाट भ्यू हेरौँ पहिला। एकदम दामी भ्यू। तपाईँलाई यहाँ पिकनिक सिक्न आउनु मिल्यो गाडी साडी लिएर। अनि अब हामी एकचोटि जान्छौँ सिडी चढेर माथि जान्छौँ। सिडीमाथि चाहिँ के छ अवलोकन त गर्नु पऱ्यो नि होइन र। यो चाहिँ क्रिकेट ग्राउन्ड रहेछ। अनि अब एकैछिन बसेँ, फोटोसोटो लिएँ। अब हामी सिडी चढ्छौँ। पानी पर्ला जस्तो गरिरहेको छ, हल्का छिटो गरेको छ। हेरौँ अब अलिकति त्यहाँ जाँदैछु अगाडि होइन। पानी परिरहेछ। एकछिन बसेर जाने कि माथि बस्ने ठाउँ छ त्यो थाहा भएन। यहाँ चाहिँ छ। अलि छिटो बडी गऱ्यो भने चाहिँ बस्छु, नत्र चाहिँ माथि निस्किन्छु। म चेकआउट गर्छु माथि कस्तो छ। जङ्गलहरू चाहिँ यस्तो सानो सानो। मलाई त पार्कै होला सायद। मैले म्यापमा हेरेको, म्यापमा चाहिँ मैले केही पनि देखिनँ होइन। सायद पार्कै हुनुपर्छ। यो चाहिँ के हुन्, पानी ट्याङ्की छ, बस्ने ठाउँ छ। त्यहाँ त्यस्तो पिकनिक जस्तो पिकनिक खान नि मिल्छ होला। यो चाहिँ क्रिकेट ग्राउन्ड हो। गोलो गोलो छ है, पुरै मार्किङ गरेको छ। यो क्रिकेट ग्राउन्डै हो।
यस्तो घाम पनि हराएर चाहिँ भिडियोमा क्वालिटी पनि आएको छैन होला, घाम छैन नि त अहिले। नास्ता आजसम्म खाइएन, भेटेन मैले, 9:11 भएछ, धेरै हिँड्ने होइन। यस्तो राम्रो बस्ने ठाउँ बनाएको छ कि टक्क बसेर चाहिँ यहाँ पानी पनि पर्दैन, भ्यूसु हेर्नु पाइयो। अनि यो चाहिँ समथिङ पाइप लगेको छ, यो चाहिँ पानी ट्याङ्की हो कि के छ। हामी जान्छौँ है, म माथि जान्छु एकछिनमा, तर पानी बिदा हुनु पर्यो। एकछिनमा पानी बिदा भयो भने चाहिँ म माथि निस्किन्छु, जान पडेगा, एक्सप्लोर गर्ने हो कि एक्सप्लोर। धारा पानीको टार्गेट भए पनि बाटोमा के राम्रो कुरा देखियो भने चाहिँ हेरिहाल्नुपर्छ। अब हामी सिडी चढ्छौँ, पानी त नहोला, बादलहरू त लागेको छ, यही पानी आउने बादल हो यो होइन। एकैछिन अब रेस्ट हानेर चाहिँ माथि निस्किन्छौँ। कुकुरहरूको ग्याङ छ, जाऊ ग्याङहरू हिँडिरहेछ। 1 2 3 4 5 6 7 8 9 वटा कुकुर छन्, कुकुरहरू हिँडिरहन्। अब चाहिँ म निस्किन्छु डाँडातिर, उकालो चढौँ, के छ माथि एक्सप्लोर गरौँ। यस्तो साइड वक पनि छ, साइड वक पनि हिँड्नु मिल्छ होला सायद, तर म चाहिँ सिडी चढेँ, साइड वक लिएन। साइड वक लिएँ भने अब मसँग समय छैन, यो माथि हेरेर फर्किहाल्ने हो। समय भएको म साइड वक लिन्थेँ। अब यतातिर चाहिँ बस्तीहरू पनि त्यति खासै छैन कि, अब अर्घामा लागेपछि हेरेको बस्तीहरू छैन कि, डाँडा हो छ। पिकनिक स्पोट रहेछ, यो चाहिँ पिकनिक स्पोट रहेछ। मैले देखिरहेको थिएँ त्यहाँ खानसाना बनाएर चाहिँ फोहोरसोहोर फालेको छ, प्याज लसुन प्याज देखेको थिएँ। पिकनिक आउनु पनि मिल्दो रहेछ है, पिकनिक स्पोट भनेपछि अर्घा मन्दिर आएर चाहिँ दर्शन गरेर यहाँ आएर पिकनिक गरेर चाहिँ जान मिल्यो, दामी। अन्त माथिको म देखाउनै बाँकी छ, हामी जाँदैछौँ, माथि जाँदैछौँ। के छ माथि आइपुग्यो, भ्यू पोइन्ट रहेछ, एकदम मजाले बस्ने खालको है, बस्नु मिल्ने खालको। 5 वटा कुर्सी छ, अनि राम्रो सिनहरू आउँछ। स्यासेर नर्मल मेरो चाहिँ है, भ्यू पोइन्ट रहेछ। यहाँबाट मजाले बसेर चाहिँ अवलोकन गर्न मिल्यो, यस्तो देखिन्छ यहाँबाट चाहिँ। उता साइड चाहिँ हल्का बादल लाग्यो भएर देखेको छैन, यता साइड चाहिँ अलिअलि क्लियर छ, बादल मुनि छ, अनि देखिन्छ पुरा यसको धानको खेती यो साइडमा। म चाहिँ यताबाट आएको, आज जाँदैछु यता यो डाँडातिर जाँदैछु। भ्यू पोइन्ट रहेछ है, यहाँ माथि आउनु मिल्छ, पिकनिक सिकनिक खाने, यसो एक्सप्लोर गर्ने। सल्लाहहरूको रुख छ सबै, सल्लाह पनि खसिरहेको छ, पाइन पनि, पाइन कोन। सल्लाहहरू खसेको छ। अब आयो यति माथि भनेपछि यो अर्घा, यसको नाम हो अर्घा क्रिकेट ग्राउन्ड। ठ्याक्कै 10 बज्यो, अलि एकैछिन रेस्ट गरेँ। माथि राम्रो धेरै ठाउँ चिल ठाउँ रहेछ, शीतल भइरहेको थियो, राम्रो हावा चलिरहेको थियो। अनि अलि बेर बसेँ, अब 10 बज्यो, अब चाहिँ निस्किन्छु। यहाँ 2टा बाटो छ होइन, एउटा चाहिँ माथि गइरहेको छ, एउटा तलतिर गइरहेको छ, यहाँ देखिरहेको छ कि एउटा बाटो यहाँ चाहिँ, एउटा चाहिँ यसरी माथि गएको छ, एउटा यसरी चाहिँ तलतिर गएको छ। अब यो केही गाडी आयो भने चाहिँ, बाइक चाहिँ आयो भने सोध्नु पर्ला यो धारा पानी जाने बाटो कुन हो, कुन सजिलो छ। सजिलो भन्दा नि मेन बाटो मलाई यो लाग्छ, यो तल्लो बाटो सायद यो तलतिर झर्छ होला होइन। मलाई चाहिँ अब यिन ठुल्ठुलो डाँडाहरूमा अलि जाने मेरो प्लान छ। लेट्स सी, कोही बाइक आयो भने चाहिँ या गाडी आयो भने चाहिँ सोध्छु म, तर मलाई जहाँसम्म लाग्छ यो उकालो लाग्ने बाटो हो ढुक्कै। गाडी त एउटा पनि आएन, तर मैले हेरेको चाहिँ यो बाटो चाहिँ जुन यो बाटो छ, यो चाहिँ यता तलतिर झरेको छ होइन। अनि यो बाटो चाहिँ माथितिर गएको छ, माथितिर भनेपछि म त्यतिर लागेँ, गाडी एकछिन कुरै आएन, सायद सही बाटो नै होला, फरक पर्दैन, बाटो जता गए फरक पर्दैन। तर तल चाहिँ नझरौँ भन्ने कुरा हो, त्यहाँ तलतिर जाने बाटो चाहिँ गएन। अब हामी चाहिँ डाँडा गइन्छ, अब 1-2 दिन चाहिँ तलतिर झरिन्न। लेट्स गो, उकालो हाइक अब सुरु हुन्छ, एकैछिनमा पसिना निस्किन्छ। चलो, नास्ता खान पाइएन, त्यही टेन्सन लाग्यो, 10 बज्यो यार, नास्ता खाइएन। अब यतातिर त के होला र खै,
घरहरू पनि केही देख्दैन। आज अलि ढिलै हुने भयो नास्ता। हिजो 27,000 हिँडेको रहेछु स्टेप, आज हेरौँ कति हुन्छ। अघि हेरेर चाहिँ 4,000 भएको रहेछ। हिजोको टार्गेट पुरा गर्न सकिन्छ कि नै 27,000। लेट्स सी। अब चाहिँ उकालो लागेँ म, तल्लो बाटो चाहिँ गइनँ, यो बाटो छोडेर चाहिँ अब उकालो बाटो लागेँ। सायद नयाँ बाटो खुल्यो होला, खनिरहेको चाहिँ बनेको छ, पिसी छैन, सायद नयाँ बाटो होला। अब हिले आउन 3 किलोमिटर बाँकी। भनेपछि म अर्का दरबारबाट हिँडेको 2 किलोमिटर हिँडेछु। बस्दै बस्दै आयो नि त त्यो डाँडामा चढेँ होइन। उकालो चढ्दैछु। उकालो चढेँ एउटा गाडी आएको छैन त। यो बाटो एउटा गाडी आएन। अहिले चाहिँ हिले जाँदो रहेछु। 3 किलोमिटरमा हिले भने चाहिँ अर्को गाउँ अब 3 किलोमिटरमा होला। अब चाहिँ अलि उकालो छैन, अलिकति ओह्रालो छ। यो बाटो हिँड्न सकिन्छ, ओह्रालो त उकालो त गाह्रो छ। अलिअलि घरहरू देखिन थाल्यो। पानी छैन, आज पानीको बोतल छैन, बरु पानी छैन मागेर खानु पऱ्यो। अनि हिँड्नु पर्ला। कुन गाउँ आयो म हेर्ने, गाउँ अफिसमा देखाउँछु म। हटिया गाउँ आएछ, यस्तो बादल लागेको छ। गाउँको नाम चाहिँ सानसानो हटिया रहेछ। पसल होला, बन्द होला, अहिले नखोल्या अब बेला भएन। गाउँ चाहिँ आयो हटिया। पानी भनेको सबै घर ढोको चाबी लागेको छ। हटियाको यस्तो डाँडो चाहिँ म जानु पर्यो। अझै माथि छ अर्का, यो के डाँडो छ यहाँ, भ्युटार भन्ने छ अरे। भ्युटारको हेरौँ अब बाटोमा पऱ्यो भने जान सकिन्छ। अब लेट्स सी। अन्त हिँड्दै गएर चाहिँ मान्छे खासै भेटेँ छैन। एक दुईवटा मान्छे भेटेछ। गाडी त एउटा पनि भेटेँ छैन, बाइक एउटा पनि भेटेँ छैन। माथि हिँडे छैन बाइकहरू यो बाटोमा चाहिँ। तोरीहरू फुलेको चाहिँ यस्तो राम्रो छ। सर यहाँ तलाउ पनि रहेछ कि के हो, यो पोखरी होला छ। पिसफुल इन्भाइरोमेन्ट। अहिले जाडो हुन थाल्यो। अघि गर्मी भएको थियो उकालो जाँदाखेरि, अहिले चाहिँ प्लेन आयो नि त, अहिले जाडो हुन थाल्यो। कुहिरो लाग्यो हल्का हल्का पानी पनि पर्दैछ। अब त्यहाँ चौतारी आएको सायद। अब चौतारीमा एकछिन रेस्ट हान्नु पऱ्यो। चौतारी हो के मैले देखिरहेको छु त्यहाँ, तर नहुनै सक्छ। हल्का हल्का पानी छ, यतिमा हिँड्न सकिन्छ। रेनकोट छैन, तर झोला बचाउन झोलाको कभर छ। यो क्यामेरा चाहिँ अलिक सेन्सिटिभ छ, यसलाई चाहिँ अलि धेरै पानी पऱ्यो भने चाहिँ हालिदिनु पर्छ झोलामा, नत्र भने यतिकै हातमा केही फरक पर्दैन। गोब्रो वाटर रेजिस्ट्यान्ट त हो रहेछ, मन्दिर रहेछ है, सरी म चौतारी जस्तो सोचिरहेको थिएँ। चौतारी पनि यता छ, यहाँ मन्दिर छ। दुईवटा बाटो आयो, आई डोन्ट नो कता जाने हो, मान्छे पनि कोही छैन सायद है। मन्दिर चाहिँ आएँ म, कुन चाहिँ मन्दिर हो, सायद मन्दिरै हुनुपर्छ है, मन्दिर हो। चौतारी जस्तो छ। आगोसागो बाल्ने चौतारी नै रेस्ट गर्ने पोइन्ट है। अब यहाँ यो मन्दिर आयो, यो चाहिँ अब आगोसागो बाल्ने, अब के होला, पूजासुजा के गर्ने होला। अब यहाँ मन्दिरनिर आइपुगेँ। यो मन्दिर छ, यो पछाडि चाहिँ हल्का त्यो बस्ने जस्तो छाप्रो जस्तो छ। अब यहाँबाट जाने कता चाहिँ थाहा भएन। बाटो एउटै छ, यो बाटो हो। यहाँ तलतिर झरिरहेको छ। अब कुहिरो लागिरहेछ, हल्का हल्का पानी पनि परिरहेछ फेरि। लेट्स सी, एकछिन रेस्ट हानौँ, त्यसपछि निस्किनु पर्ला। कोही एउटा गाडी बाइक साइक आयो भने चाहिँ सोधेर चाहिँ यो बाटो कता जान्छ भनेर सोध्छु, अनि त्यसपछि हामी निस्किन्छौँ ल है। अब हामी एकछिन रेस्ट हान्छौँ। झोला पनि हल्का भिजी छ, रेस्ट गर्ने ठाउँ यस्तो छ। आगोसागो बाल्यो भने बाल्न मिल्ने रहेछ। लाइटर ल्याएको भए त बाल्थेँ मै आएको, लाइटर ल्याएको छैन। अब ठिक छ, एकछिन रेस्ट गरौँ। अनि गाडी साडी आयो भने चाहिँ यो क्लियर, अलिक मौसम अलिक क्लियर भयो भने चाहिँ निस्किनु पर्ला। पानीमा त हिँड्ने फाइदा छैन, बिरामी मात्र भइन्छ। त्यही भएर चाहिँ अलिक एकैछिन रेस्ट हानौँ। झोलामा त्यति साह्रो पानी पनि परेन, हल्का वाटरप्रुफै छ। ठिक छ ल, लगाइदिउँ त कतै बिचमा राखौँ यार, यति भिज्दैन। ओके, 11:20 भयो। अब चाहिँ म निस्केँ। पानी हल्का कम बिदा भयो होइन, पानी हल्का कम छ। अनि कुहिरो चाहिँ त अब कुहिरो यस्तो छ, भिजिबिलिटी छैन। अब हिले आउन धेरै टाढा छैन अरे। अघि हामीले लास्ट टाइम हेर्दाखेरि बोर्डमा 3 किलोमिटर लेखेको थियो भनेपछि अब अर्को गाउँ चाहिँ हिले भनेछ। मैले बाटोमा एउटा दाइलाई भेटेको थिएँ, उहाँले भन्नुहुन्थ्यो, उहाँ चाहिँ अर्का जाँदै हुनुहुँदो रहेछ।
हिलेबाट भनेपछि अब अर्को गाउँ हिले बाटो एउटै बाटो छ अनि त्यो मैले भनेको यो भ्यू टावर चाहिँ रहेछ अघि एक ठाउँमा त्यहाँ कन्फ्युज भएको थियो नि यता जाने त्यता जाने भन्ने ठाउँमा चाहिँ त्यो अर्को बाटो चाहिँ भ्यू टावर जाँदो रहेछ तर गाडी चाहिँ नजाने रहेछ मान्छे हिँडेर गयो पनि जान सकिने तर गाडी चाहिँ नजाने भ्यू टावर छ अरे माथि त्यो चाहिँ छुट्यो सायद यार अब म यता आइपुगेँ स्पेसियली त्यसको लागि अब भ्यू टावर हेरौँ यार 99% गइँदैन अब त्यहाँ भ्यू टावर नगइने भयो अब म तलतिर झरेँ यो बाटो पनि जान्छ अरे तर अलिकति कुरोसुरो अहिले त्यो घाँस सास पलाएको छ भन्ने सुन्थेँ तर अलि पहिला लगभग यहाँबाट 1 किलोमिटर पर अलिकति गयो भने चाहिँ त्यहाँ बाटो छ त्यहाँबाट चाहिँ जान्छ भन्ने छ कस्तो छ मैले हेरिनँ जान पाइएन है अनि नगएर पनि ठिक गरेछु मैले पानी छैन आइरहेको थियो म चाहिँ पानीमा फस्थेँ ठिक छ झरम ओह्रालो अब होइन जाडो भइरहेको छ ज्याकेट पनि लगाएँ कतिखेर जाडो हुन्छ कतिखेर गर्मी हुन्छ अहिले फेरि उकालो भयो भने फेरि गर्मी हुन्छ फेरि झोला हाल्नुपर्छ एउटा रेनकोट हाल्नुपर्ने रहेछ रेनकोट हालेन पानी परिरहेछ अब हिले अझै आइपुगेको छैन बाटोमा छु हल्का हल्का पानी परिरहेछ है गोप्रो चाहिँ यहाँ त गुजामा हालेको छु त उडी अगाडि अरू सबै चाहिँ प्लास्टिक पछाडि चाहिँ लगाएँ मैले यो कभर लगाएँ झोलामा आफूलाई चाहिँ यसले उडीले बचाएको छ ठिक छ झर्दैछु अझै चाहिँ हिले आएन अझै एउटा गाडी देखेको छैन एउटा दाइ देखेको थिएँ मान्छे त्यही हो त्यसपछि मैले गाडी त एउटा पनि देखाएको छैन मान्छे चाहिँ एउटा देखाएको थिएँ हामी चढ्दैछौँ मान्छे चाहिँ भर्खर देखेँ घाँस ल्याएर झर्दैछ नि मान्छे त अगाडि झन् धेरै ठुलो पर्ला यार सामान भिजिन्छ केही पनि छैन एउटा क्यामेरा हो मोबाइल हो त्यो सेन्सिटिभ त केही पनि सबै प्लास्टिकमा हालेको छु ठिक छ अब भाइहरूलाई गाउँले भर्खर देख्दैछु घाँस ल्याएर झरेको छ नि बाटो झरेको भर्खरै अगाडि गइसक्यो फटाफट हिले आइपुग्यो भिज्दै यस्तो पानी छ पानी अझै परिरहेको छ एकछिन चाहिँ अब पानी अलिक कम हुँदासम्म चाहिँ विश्राम गर्छु त्यसपछि पानी घट्यो भने चाहिँ यही बाटो धारापानीको पानी आउन बन्द गरेर पनि फेरि हिँड्छु म पानी त परिरहेछ तर अलि कम भयो धेरै समय बसेँ त्यहाँ टाइम पनि लगभग 1 बज्न थाल्यो 12:50 भनेको 1 बज्न थाल्यो त्यो हिलेबाट चाहिँ म निस्केँ एकछिन आराम गरेर पानी परिरहेको थियो अझै पनि परिरहेछ त्यहाँ अगाडि चाहिँ पसल छ अरे भन्ने सुनेको थिएँ त्यो पसलमा अब जान्छु हेरौँ त्यही खानु पऱ्यो यार खेनु खाइकन त हिँड्नु सकेन 1 बज्न थालिसक्यो इनर्जी त चाहिए नास्ता पसल लैजा भने राम्रो है त्यहाँ गाउँ अगाडि आइसक्यो लगभग त्यो गाउँ हो ठ्याक्कै अब यता चाहिँ बादल क्लियर बादल आउँदैछ है बादल यसरी फर्की आउँदैछ ढाक्दैछ यसलाई पनि अब हिँड्यो आजको टार्गेट भनेको धारापानी एक दिन अर्घा एक दिन धारापानी यस्तै गरेर चाहिँ त्यसलाई के भन्छ त्यसलाई गाउँ भन्छ कि सायद त्यही होला अर्घा धारापानी त्यसलाई गाउँ नै भन्छ होला या पालिका सायद समथिङ होला पालिका भन्छ होला यस्तो कुहिरो लागेको छ आजको छैन सिनहरू केही पनि छैन जस्ट ट्रेक मात्र चलिरहेको छ झरिसक्यो अब हिले भन्दा पनि तल झरिसक्यो हिलेको स्कुल लिएर आएको थियो त्योबाट तल झरेँ अब केही पनि देखिन्न गाउँै देखिन्न झुकेर कचेर काहीँ त्यही अब बादल यसरी हराउँछ र देखिन्छ अब यस्तो कुहिरो छ अहिले हेर मलाई यस्तो कुहिरो छ अलिअलि 2-4 गाउँ सबै बन्द छ तर बजार चाहिँ आयो 500 को नोट थियो खुल्ला गर्न खोजेको खुल्लै भएन चाउचाउ किन्न लाएको थिएँ अगाडि छ भन्ने सुनिरहेको थिएँ नास्ता पसल हेरौँ यतातिर होला यता चाहिँ अलिकति खुल्या रहेछ पसलहरू पनि छ हिलेमै छु र अझै हिलेमै रहेछु एउटा पसल भेटाएँ अनि 2टा चाउचाउ फ्रुट ल्याएँ लास्ट भोक लागेको छ पाउरुटी पनि अब खानु पऱ्यो यो ठाउँको नाम के भन्नुभयो अरे हिले थाक पहिला अब त्यो हिले नै हो नि हुन त हिलेमै छु अहिले त्यसो भए पानी अलिअलि कम हुँदैछ त्यही भएर क्यामेरा पनि निकालेँ अब धारापानी त म धारापानी एरियाभित्र आइसकेको छु भनेपछि मेरो आजको चाहिँ मेरो के भन्छ अरे टार्गेट कति 7-8 किलोमिटर 9 किलोमिटर कति हाइक गर्ने थियो भयो पहिला अब दोस्रो कुरो पानीमा पनि फस्यो दबाएर फस्यो 250 को रेनकोट पनि किन्ने हो अब यो सिनहरू त यस्तो राम्रो छ अहिले म सिन देखाउँछु तरकारी खेतीहरू होइन माटो धेरै राम्रो छ घरहरू पनि अब बनेको छ यस्तो छ होइन अब हेरौँ आजको हाम्रो सेल्टर कता हुन्छ
टेन्ट लाउनु पर्छ कि हामीले बस्नु पर्छौँ। 3:11 भयो, पानी बढेर चाहिँ अलि झ्याउराइरहेको छ क्या। यहाँ फेरि अब 4 बजेदेखि अलि अँध्यारो हुन थाल्छ। अब पानी पर्नै बन्द भयो, किटकिट नि परे होइन। ठाउँ रोकेर चाहिँ अब रेनकोट निकाल्नु पऱ्यो, 250 को रेनकोट। यस्तै भोलि पनि पानी पऱ्यो नि, भोलि म निस्किँदैन। भोलि म हिँड्दैन, पानीमा हिँड्ने कुरा हुन्न। पानीमा चाहिँ न भिडियो बनाउनु पाइन्छ न के गर्न पाइन्छ। अब चाहिँ स्कुल विद्यार्थीको छुट्टी भएछ, बाटोबाट गइरहेको छु। हेरौँ कता पुग्यो। बजार मैले अहिलेसम्म देखेन कि ठुलो बजार हो कि सानो बजार हो। सन्धिखरको जग्गा त नहोला, तर सायद बजार होला। कता छ भटेबाट जाँदैछु म। चार बज्यो ठ्याक्कै, लगभग धारापानी आइपुगेँ। बाटो यही होला धारापानी बजार। बस आइरहेछ, पानी त आइरहेछ। त्यही पनि 4 बजे आइपुग्यो। धारा पानी यही हो। बसहरू पनि लाग्दो रहेछ, बुटोल अघाँची। 4 बजे भने विद्यार्थीको छुट्टी भयो। बजार यता ठुलो छ कि यता छ? बजार यता ठुलो छ कि यता ठुलो छ? यही हो होइन? यही हो के अरे धारापानी बजार भने यही होइन? यही हो, ठिक छ। यता चाहिँ बस पार्क हो क्या, के हो? यताबाट कता जान्छ? ढाकाबाङ जान्छ? यताबाट गयो भने कता? खिल्ची। ए ठिक छ। भोलिको मेरो ब्लगहरू बनाइरहेको थिएँ कि मैले। अब त्यहाँको धरमपानीसम्म आउने थियो, धरमपानी आउने, यहाँसम्म आउने आज मेरो प्लान थियो। धारापानी तर झुक्के म त उता प्युठानमा पनि पर्छ। मैले त प्युठानकै आएँ क्या। ठिक छ, यहाँ म्याप पनि रहेछ। सन्धिखर्क, धारापानी बजार, ढाकाबाङ, फलाम, खिल्ली। यतिको छ हाम्रो ढाकाबाङ, के अरे धारापानी बजार। सानो रहेछ होइन? सन्धिखर्क त ठुलै छ।